कोटि प्रणाम। प्रेम हो तेरी साधना, तेरी प्रेम हो तेरी साधना, तेरी प्रेम हो तेरी साधना, तेरी साधना, तेरी आराधना मेरो शाम शिवा, तेरी आराधना मेरो शाम शिवा। गुरु माता पिता गुरु बंधु सखा, गुरु माता पिता गुरु बंधु सखा, मेरो शरण स्वामी मेरो कोटि प्रणाम, मेरो शरण स्वामी मेरो कोटि प्रणाम। तेरी प्रेम हो तेरी करुणा हो, 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 तेरी मोक्ष हो मेरो शाम शिवा, तेरी मोक्ष हो मेरो शाम शिवा। गुरु माता पिता गुरु बंधु सखा, गुरु माता पिता गुरु बंधु सखा, तेरो चरण स्वामी मेरो कोटि प्रणाम, तेरो चरण स्वामी मेरो कोटि प्रणाम। मेरे तामति में चढ़ना धरती में, मेरे तामति में प्राणनाथ धरती में, तेरो शरण स्वामी मेरो कोटि प्रणाम, तेरो शरण स्वामी मेरो कोटि प्रणाम, मेरो कोटि प्रणाम, मेरो कोटि प्रणाम। श्री गणेशाय नमः। श्री सरस्वती नमो नमः।
शाश्वतमप्रमेयमतुलं ज्ञानैकगम्यमहरम् शाम्यं शाश्वतमप्रमेयमतुलं ज्ञानैकगम्यमहरम् कैलासाधिपति पशुपति पापहं पावन योगीन्द्रादिकसेव्यमेकमनघ ध्यानास्पद सत्यद वन्देऽहं शरणेश्वर प्रियकर शान्तं शिवं शङ्कर नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। बोल भक्तवत्सल भगवान को जय जय हो। श्री शिव महापुराण को जय जय हो। दुर्गदेव महाराज को जय जय हो। असीम बाबा को जय जय हो। केदारेश्वर बाबा को जय जय हो। परम मंगलमय परात्पर करुणा वरुणालय भक्तवांसा कल्पनिधि सर्वेश्वर अखिलेश्वर भगवान परमेश्वर देवाधिदेव महादेव स्वरूप उमा महेश्वरमय दिव्य श्री शिव महापुराण ज्ञान को गंगा सरस्वती को दिव्य पवित्र प्रांगण सुंदर यो दिव्य दुर्गदेव को स्थली ज्ञान को दिव्य ज्योतिले भरिपूर्ण भएको यो केदारेश्वर माध्यमिक विद्यालय को पवित्र प्रांगण यो दिव्य विद्या को नगरी को यो दिव्य प्रांगण में विद्या का आराध्य देव भगवान भोलेनाथ को दिव्य एकादशाह शिव महापुराण को आयोजना गर्न होने प्रिय श्री शिव महापुराण यज्ञ मूल आयोजक समिति का संयोजक तथा इस महाविद्यालय का अध्यक्ष जी, अनवरत रूप में कटिबद्ध भएर भगवान को चरण को शरण लिँदै आयोजक द्वारा आयोजित दिव्य शिव पुराण को निर्विघ्नता पूर्वक समाप्ति को कामना को लागि यज्ञ में वर्णित भई भगवान को आराधना गरिरहन हुने श्रद्धेय मूल पाठ वाचक गुरुज्यू लगायत संपूर्ण यज्ञ में वर्णित विप्र मंडली यश विद्यालय का पवित्र आत्मा श्रद्धेय शिक्षक वर्गज्यू
लगायत यो महायज्ञलाई सभ्य र भव्य बनाउनमा अनवरत रूपमा खट्नुहुने मलाई लाग्छ यो यज्ञलाई कसरी सफल पार्नुपर्छ भन्ने अत्यधिक चिन्ता र चिन्तन लिइरहनुहुने व्यक्ति श्रद्धेय सुशीलता र सम्पन्नता सबैमा हुँदैन, विनयता विनम्रता र धैर्यता पनि सबैमा हुँदैन, ज्ञान र शान्ति पनि सबैमा हुँदैन। तर यी सब विषयले भरिपूर्ण भएका वेदमाता गायत्रीका परम उपासक श्रद्धेय आदरणीय व्यक्तित्व देवी दत्त ओझाजी है। एकचोटि ताली बजाइदिनु होला उहाँको लागि। जीवन कति सादा हुनुपर्छ मैले उहाँबाट सिकेँ। और यो यज्ञलाई सम्पन्न तुल्याउनको लागि कटिबद्ध भएर खट्नुहुने अनेक समिति उपसमितिका पदाधिकारीजन, विशेष गरेर त यहाँको व्यवस्थापनमा खूब खटिरहनुहुने, भान्सामा खट्नुहुने, उता गुरुजीहरूको सेवामा खट्नुहुने, व्यवस्थापनमा सम्पूर्ण स्वयंसेवकज्यू, यो दिव्य यज्ञको शोभालाई सुशोभित तुल्याउनको लागि र भगवानका कथाहरूलाई कर्णप्रिय बनाउनको लागि संगीतको माध्यमबाट हामी सबैलाई दिव्य अनुभूति प्रदान गर्नुहुने श्रद्धेय संगीत मण्डलीज्यू तथा भगवानको चरणमा शरण लिँदै घरका अनेक कामकाजहरूलाई यथावत राखेर भगवानको कथा श्रवणको लागि पाल्नुहुने समस्त श्रद्धालु भक्तिमती आमाहरू, भावमय बुवाहरू, सर्वम खलुमिदं ब्रह्म मान्दै युदास कोटि कोटि नमन गर्दछ। आउनुहोस् प्यारे, यो संसारमा जुन दिनदेखि हामीले जन्म लिएका हौं त्यो दिनदेखि हामीलाई सार छैन। बचपनमा खेल्न खाँदै कुद्दैमा महाराज बचपना गयो। कुनै पनि बालक बच्चा खाई खेलेर थाक्दैन और त्यसपछि विद्या अध्ययन आदि पढाइ गर्नु पर्यो भने असली विद्यार्थी त्यही हो जो आफ्नो विद्याबाट जीवनमा कहिल्यै थाक्दैन। और तत्पश्चात विद्याबाट सम्पन्न भइसकेपछि घर गृहस्थीको जन्जालमा फस्ने गर्छ। घर गृहस्थीका जन्जालमा फस्यो भने महाराज थाक्न त हर दिन थाकेको हुन्छ, तर दुर्भाग्य हो थाके भन्न पाइँदैन। गृहस्थीमा म थाकिसके भन्न पाइँदैन प्यारे। गृहस्थीमा त बस गधाको भाँति काम गर्ने हो। कुनै गधाले म थाकिसके मालिक अब भारी बोक्दैन भनेर पाइँदैन। मालिकले भारी बोकाए कि गधाले बोक्नै पर्छ। ठीक त्यसै प्रकार हामी गृहस्थीको जीवन, जहाँ गृहस्थी जीवन हंगाल्यौ त्यहाँ महाराज थकानको भारी बिसाउन पाइँदैन। त्यहाँ त बस कर्म गरिरहने। कहिले पत्नी खुशी गर्न, कहिले पति खुशी गर्न, कहिले सन्तान खुशी गर्न, कहिले आफन्त खुशी गर्न, बस महाराज गरिरहनु। दुर्भाग्य यो हो जति कर्म गरे पनि यिनी खुशी हुनेवाला छ।
कसै पत्नीले पतिलाई धन्यवाद दिँदैनन् कि मेरो लागि खूब बढिया कर्म गरिस् अरे राम राम, धन्यवाद मेरा पतिदेव कोही भन्नेवाला छैनन्, पालन नसक्ने भए बिहा किन गरिथिस् भन्ने कोही कसैलाई धन्यवाद दिनेवाला छैन। जसरी एक मालिकले गधालाई जब दिन्छ दण्डाइदिन्छ, ठीक त्यसै प्रकार यो परिवारले जब दिने हो वचन मात्र दिने हो, धन्यवाद दिनेवाला छैन। न समाज, न बन्धु, न बान्धव, कोही धन्यवाद दिनेवाला छैन। तो गृहस्थ जीवन और दुखी हुन्छ प्यारे। थाकेको जीवनलाई आराम नमिल्दा, वचनका डण्डाहरूले प्रताडित हुँदा, थाकेर घायल भएको शरीरमा महाराज केही आराम गरौं कि भन्ने भावना आउँदा वचनका महाराज बाणले बचेको मन छाती छिन्न भिन्न भयो भने अर्को थकान सुरु हुन्छ। जीवन यसैमा सिद्धिन्छ। बुढेसकालको जीवन त झन् कष्टदायी हो। हा कष्टम जरया विभूत पुरुषम, बुढापा त संसारको महाराज महाकष्ट। जीवनमा ताकत रहँदा त यसो तसो कसो कसो खान पिउन बस्न बोल्न सकिन्छ। बुढेसकालमा त केही पनि सकिँदैन। खाऊं भने खान सकिँदैन, बोलौं भने बोल्न सकिँदैन, सुनौं भने सुन्न सकिँदैन, हेरौं भने हेर्न सकिँदैन। कष्टात कष्ट, बहुत कष्ट। त्योभन्दा ठुलो कष्ट हो आफ्नै परिवार, आफ्नै सन्तानबाट जीवनमा सुख मिलेन भने सबैभन्दा ठुलो कष्ट। यो दुःखै दुःखको जन्जालले भरिएको यो संसारमा हामीहरू महाराज यत्तिकै थुपारिएका छौं। यो दुःखालय भवाटवीबाट बाहिर निस्किनु पर्छ। संसारमा महाराज सर्वस्व यो होइन, सर्वस्व त अलग हो। त्यो सर्वस्व प्राप्ति साक्षात शिव हो। बोल शंकर भगवान को जय जय हो। त्यो परम पद शिव यानी कल्याण हो। त्यो कल्याणको मार्ग हामीले अपनाउनु पर्छ। घरका काम धन्दा जीवन महाराज त्यसैमा समाप्त गरिने होइन। जीवनलाई त भगवानको चरणमा लगेर समाप्त गरिने हो, जहाँ गएर जीवनको दिव्य गति हुने। संसारका कर्मले त जीवनमा दुर्गति मात्र हुने हो, सद्गति हुनेवाला छैन। सद्गति केवल परमात्माको भगवानको भजन गरेपछि हुने हो। त्यसैले भगवानको भजन दिव्य रूपले गर्नुपर्छ। आउनुहोस् यो दिव्य पवित्र भूमि महाराज जहाँ जय जय हो। हरि नमः शिवाय, नमः शिवाय। हाम्रो पोको छ र हजुर शिवाय। नमः शिवाय, नमः शिवाय। हाम्रो पोको छ र हजुर शिवाय। नमः शिवाय, नमः शिवाय। हाम्रो पोको छ र हजुर शिवाय। नमः शिवाय, नमः शिवाय। हाम्रो पोको छ र हजुर शिवाय। शिवाय, नमः शिवाय।
रूपको चर हजुर शिवाय नमः शिवाय नमः शिवाय रूपको चर हजुर शिवाय नमः शिवाय सबले नमः शिवाय रूपको चर हजुर शिवाय प्रेम भावले दुईटै हात माथि गर्नु होला शंकर भगवानको जय हो प्रेम भावको साथमा धेरै शिवाय नमः शिवाय रूपको चर हजुर शिवाय नमः शिवाय नमः शिवाय रूपको चर हजुर शिवाय प्रेम भावना तारीको सेवा गर्ने प्यारे केदारेश्वर भगवान शिवाय नमः शिवाय रूपको चर हजुर शिवाय नमः शिवाय नमः शिवाय हरे रूपको चर हजुर शिवाय सबले नमः शिवाय नमः शिवाय रूपको चर हजुर शिवाय नमः शिवाय नमः शिवाय रूपको चर हजुर शिवाय नमः शिवाय हरि नमः शिवाय रूपको चर हजुर शिवाय हरि रूपको चर हजुर शिवाय बोल शंकर भगवान को